दया र माया तिम्रै छ छाया। हेलो नमस्ते एभ्रिवान हैन, फेरि पनि तपाईहरुको माझ एउटा छोटो भ्लग लिएर आएको छु म हैन। सो हेरौँ कस्तो हुन्छ आजको भिडियो हैन, अन्तसम्म हेरिदिनु होला र चट्ट हैन लाइक कमेन्ट हैन मेरो च्यानललाई सब्स्क्राइब गरिदिनु होला हैन। एकदम धेरै सपोर्ट गरिदिनु होला, हजुरहरुको एकदम धेरै साथ र सपोर्टको आशा म राख्दछु हैन। के बोल्ने हो, बोल्नु पर्ने आउन हैन, त्यही हो। दाइले टिकटक बनाउने भनेर चाहिँ चट्ट हामी चाहिँ यहाँनिर चौकीको पछाडि आएर बसिरहेको छौँ शीतलमा। लास्ट गर्ने लास्ट तिर्खा लागिरहेको छ हैन। हेरौँ अब अझै भयो कि भएन, भएन भने भन्नु है, फेरि म बनाउँछु। म चाहिँ फेरि भिडियो खिचिदिनु पर्ने दाइको टिकटकको। हेरौँ कस्तो हुन्छ टिकटक एन्ड हैन। आज चाहिँ मैले यसो भिडियो बनाइदिउँ न भनेर भिडियो पनि बनाइदिएको कति दिनपछि। चट्ट हामी चाहिँ यस्तो भोपाल ठाउँमा आएको छौँ है। सरर हेरौँ है ल चट्ट। ओए बादल त झर्नै आँटिसकेको छ यार। पानी पर्छ होला है दाइ? दाइ पानी पो पर्छ होला त होइन? निस्किन्छ मैले त नाच्नु नि छिटो। चट्ट दाइलाई चाहिँ मैले टिकटक बनाइदिइरहेको छु है, टिकटक खिचिदिइरहेको छु होइन। मलाई चाहिँ आउँथेन र म ट्राई हेर्दै हुनुहुन्छ कस्तो छ, अड्किरहेको छ। चट्ट हामी चाहिँ यहाँ पछाडि चौकी छ होइन। डर पो लाग्छ हो पुलिसहरूसँग त होइन। के पो उयो मस्तिष्क के भन्छ नि, के पो उयो मस्तिष्क के भन्छ नि। केहरूको धर्म पो यो, मुस्लिमहरूको धर्मको उयो के मन्दिर जस्तै के कस्तो दामी बनाएको होइन। उयो के पो मस्जिद पो भन्छ यसलाई, म्याकुरी नामै थाहा भएन। कस्तो दामी पो लाग्यो क्या मलाई यहाँनिर त्यो। ल एभ्रिवान अब चाहिँ हामी चट्ट दाइरोमा चाहिँ अब चाहिँ रुम पर्खिन्छौँ होइन। कस्तो लाग्छ तपाईँहरूले मेरो के भन्छ भ्लग भिडियो, सो कमेन्ट गर्न सक्नुहुन्छ र मेरो च्यानललाई प्लिज एकदम धेरै सपोर्ट गरिदिनु होला, माया गरिदिनु होला होइन। मेरो च्यानललाई चाहिँ सब्सक्राइब गरिदिनु सक्नुहुन्छ होइन।